गुड मर्निङ एभ्रिवान। म चाहिँ आज किचनदेखि भिडियो स्टार्ट गर्दैछु साथीहरू। किचनमा चाहिँ म खाना रेडी बनाइसक्यो अनि यहाँ चाहिँ आलु उसिन्दैछु साथीहरू। आलु यो चाहिँ दिउँसो बच्चाहरूलाई खाजा हो। आलुदम अनि पुरी तरकारी भन्दै हुनुहुन्थ्यो कि बच्चाहरूले। अनि म चाहिँ अब पुरी तरकारी बनाइदिनु पर्यो भनेको। दिउँसो चाहिँ अब भ्याइँदैन। म चाहिँ आज फेरि घर पनि जाँदैछु अनि दिदी एक्लैले भ्याउनुहुन्न। अनि अब दिदीहरू स्कुल जाने टाइमसम्म त मैले सबै कुरा रेडी बनाइसक्नु पर्ने हुन्छ। दिदी चाहिँ फेरि बिहान आज खेताला पनि जानुभएको छ नि त। अब के गर्नु, सबैतिर भ्याउनै पर्ने अवस्था छ यतिखेर चाहिँ। अनि नानीहरू चाहिँ उठेकै छैन। अनि म चाहिँ यहाँ टक्क नानीहरू उठिसक्दाखेरि खाजासाजा रेडी बनाइदिइसक्नु पर्ने छ। बच्चाहरू सानै छन्, अलि बिहान उठ्नु अल्छाउँछन्। त्यही भएर हामी चाहिँ प्रायःजसो बच्चाहरूलाई चाहिँ बेलुकी नै अब होमवर्कहरू गराउने पढाउने चाहिँ बेलुकी गर्छौँ। अनि बच्चाहरू बिहान उठ्नु मान्दैनन्, सक्दैनन्। अनि फेरि बिहान उठाएर पनि खाना त छिट्टो दिनुपर्छ। 8 बजे खाना दिइसक्नु पर्ने हुन्छ नि त। अनि रेडी बनाइओरी स्कुल लाँदाखेरि त ठ्याक्कै 9:30 बजे त स्कुल पुर्याउनु पर्ने हुन्छ। बच्चाहरूले फेरि हामी ठुलो मान्छे जस्तो गरी खानु सक्दैनन्। बिस्तार बिस्तार खेल्दै खेल्दै खानुपर्ने हुन्छ साथीहरू। म चाहिँ यो आटाको चाहिँ बच्चाहरूलाई पुरी बनाइदिनु पर्ने छ साथीहरू। पिठो चाहिँ मैले यहाँ लगाइसकेको छु। अब म आटा बनाउँछु। कस्तो आटा। अब चाहिँ म पुरी बनाउनलाई पिठो मुछ्छु अनि पुरीहरू बनाइदिन्छु बच्चाहरूलाई खाजा। मैले चाहिँ पिठो पनि मुछिसकेँ अनि बच्चाहरू पनि उठ्यो। अब चाहिँ गुड मर्निङ छोरा। भर्खर उठेको अनि जागरै छैन, आँखा माइचिँदैछ। यता कान्छ हामी छ्यामा छोरा। गुड मर्निङ। है गुड मर्निङ बेबी। गुड मर्निङ भनिदिनुहोस् न त। अनि यता मेरो के भयो? टाउको दुख्यो? टाउको दुख्यो? के भयो सानो? भर्खर उठेको, जागरै छैन बाबुको चाहिँ। ल मलाई चाहिँ यहाँ पुरी बेल्नुहोस्। छोराले सघाउने भयो। मैले चाहिँ यहाँ पुरी पकाउनलाई अब यता ताई बसाइसकेँ, आलु निकालिसकेँ। हामी छ्यामा छोराले चाहिँ अब के बनाउने छोरा? हामी हातमा चुस्नु के बनाउने? हामी पुरी है, खाजा नि। छोरा चाहिँ क्यामेरामा बोल्नु चाहिँ अलिक लजाउँछ। साथीहरू यहाँ पुरी बेल्ने मेरो साथीहरू चाहिँ यता हुनुहुन्छ। साथीहरू मेरो चाहिँ यता पुरी बेल्दिने साथीहरू यता हुनुहुन्छ। छोरी त्यो हातमा मुख हाट्नु नलानु है। यता के गर्नु, सबै मलाई त साथी मेरै छोरीहरूले साथी लगाइदिनुहुन्छ नि छोराछोरीहरूले। अनि म त केही गर्नु पर्दैन हौ नि। हाम्रो दाजुले यता बेल्दिँदै हुनुहुन्छ। यता हाम्रो कान्छा दाजु, उता दिदी भाइ। सानो त्यो मेरो नाना के गर्नुभएको अहिले? बल्ल बल्ल रोटी चाहिँ बनाइसक्यो साथीहरू। यता आलु ताच्ने मेरो साथीहरू। ल अन्तिम यो है साथीहरू, मेरो रोटी मैले यतिको बनाएँ साथीहरू। बल्ल बल्ल म चाहिँ पुरी बनाइसकेँ, पकाइसकेँ। अनि यता चाहिँ मेरो आलु ताच्लिने साथीहरू हुनुहुन्छ। ल अन्तिम पुरी अब चाहिँ मैले पकाइसकेँ। अब यता छोरीले चाहिँ हाल्यो भनेर हात हल्लाउँदै हुनुहुन्छ। अनि यता छोरा चाहिँ आलु ताच्नै ठिकेको छ। अब चाहिँ म यो आलु फ्राई गर्नु मात्र बाँकी साथीहरू। अनि नानीहरूलाई नि खाना दिइसकेँ। अनि दिदी आइपुग्नु लाग्नुभयो। अनि दिदी र म खाना खाने। अनि म चाहिँ घर जान्छु, दिदीहरू स्कुल पठाउँछु। नानीहरू स्कुल गइहाल्नुहुन्छ। लु अब चाहिँ मेरो बच्चाहरू स्कुल जानु लानुभयो। सबै रेडी हुनु भइसक्यो। यहाँ खाजा पनि रेडी भयो। ब्याग यो भुइँमा के गरेको हो सानेले? त्यो मान्छे ब्याग भुइँमा राख्ने चाहिँ राम्रोसँग जानुहोस्। बाई छोरी। बाई कान्छा। लु राम्रोसँग जानु, धेरै पढ्नुहोस्। नानी त्यो नाना के गर्नुभएको?
लु साथीहरू नानीहरूलाई चाहिँ स्कुल ढिलो भइसक्यो बाई बाई सबैजना बाई लु बाई बाई सबैजनालाई बाई साने सबैजना गइसक्नु भयो अब म मात्र बाँकी बाई साथीहरू ल ल बाई